यहाँ धेरै विषयहरू छन्। म चाहिँ खास गरी हङकङ चाहिँ यो चौथो पटक हो मेरो आएको र जहिले पनि आउँदाखेरि किरात याक्थुङ चुम्लुङले हामीलाई न्यानो स्वागत गर्नुहुन्छ। हाम्रो लागि अब किरात याक्थुङ चुम्लुङ सबैभन्दा माथि रहेको शिरमा रहेको एउटा सङ्गठन हो, हामी सबैको साझा सङ्गठन हो। र सुरुमा चाहिँ म यो वार्षिक साधारण सभाको धेरै धेरै शुभकामना दिन चाहन्छु र यहाँहरूले परदेशमा बसेर जे जति गर्नुभएको छ साह्रै राम्रो गर्नुभएको छ। अब यसलाई धेरै सुगर कोटिङ गरिराख्न जरुरी पनि छैन जस्तो लाग्छ। तपाईँहरूले व्यवहारत नेपालको विविध क्षेत्रमा नेपालको पहिचानको लागि, हाम्रो भाषा संस्कृति जगेर्नाको लागि विविध खालको हाम्रो जो मोमेन्टहरू छ सबै किसिमका अभियानहरूमा यहाँहरूले सहयोग गरि नै राख्नु भएको छ। यो आजको यहाँहरूको यो आर्थिक प्रतिवेदनमा पनि देखिएको छ कि यहाँहरूले मकुमलुङको संरक्षणको जो अभियान चलिरहेको छ त्यो अभियानको लागि जहाँसम्म लाग्छ मलाई 60,000 भन्दा बढी हङकङ डलर चाहिँ सहयोग गर्नुभएको रहेछ। त्यो भनेको निकै ठुलो अमाउन्ट हो। एउटा आन्दोलनलाई आर्थिक कुरा जहिले पनि जरुरत हुन्छ र त्यो पाटोमा यहाँहरूले विदेशमा बसेर नेतृत्व गरिराख्नु भएको छ। खास गरी किरात याक्थुङ चुम्लुङ हङकङका सम्पूर्ण पदाधिकारीज्यूहरू, पूर्व सल्लाहकारज्यूहरू लगायत पूर्व अध्यक्षज्यूहरू जो आफै सल्लाहकार हुनुहुन्छ सबैजनालाई धेरै धेरै नोबेन धेरै धेरै धन्यवाद दिन चाहन्छु। म मेरो त्यति धेरै लामो भनाइहरू छैनन्। खास गरी म केही समय अगाडि अस्ट्रेलियामा पुगेको थिएँ। त्यहाँ पनि यो पहिचानको विषय जोड्दाखेरि एउटा माउन्ट वेलिङ्टन भन्ने ठाउँमा पुगेर त्यहाँबाट पनि मैले रिपोर्टिङ गरेको थिएँ र धेरैजनाले सेयर पनि गर्नुभएको थियो त्यो भिडियो। त्यहाँ पनि स्थानीयले चाहिँ केबल कार बनाउन दिनु हुँदैन भनेर चाहिँ 125 वर्षदेखि चाहिँ विरोध गरिराख्नु भएको रहेछ र जुन कुरा चाहिँ त्यहाँको सरकारले चाहेर पनि त्यहाँका नेताहरूले चाहेर पनि सम्भव भएको छैन। सायद त्यसलाई एउटा हामीले राम्रो उदाहरणको रूपमा लिन सक्छौँ र त्यही मुताबिक हामीले हाम्रो मकुमलुङलाई पनि संरक्षण गर्ने अभियानलाई अगाडि बढाउन सक्छौँ। एउटा सकारात्मक सन्देश जाओस् भनेर पनि मैले त्यो रिपोर्टिङ गरेको थिएँ र त्यसले केही हदसम्म सकारात्मक सन्देश नै प्रवाह गर्यो भन्ने मेरो बुझाइ छ, मेरो विश्वास छ। त्यसपछि अब यो अलिकति पहिचानको कुरा जोड्दै गर्दाखेरि म अस्ट्रेलियाबाट सिङ्गापुरमा फर्किँदै गर्दाखेरि त्यहाँ हाम्रो गोर्खा फोर्समा काम गर्नु भने धेरैसँग भेटघाट भयो र सिङ्गापुर घुम्दै गर्दाखेरि ली कुआन यूले कसरी सिङ्गापुरलाई सिङ्गापुर बनाए भनेर एउटा सानो रिपोर्टिङ गरेको थिएँ र त्यसमा केही इन्टरनेटमा रिसर्च गर्दा त्यहाँका लोकल पिपल र खास गरी हाम्रो गोर्खा फोर्सका सदस्यज्यूहरूसँग कुराकानी गर्दाखेरि चाहिँ यो हाम्रो पहिचानको सन्दर्भमा जो विविधताको जुन हाम्रो कुरा छ, हाम्रो नेपाल यति विविधतायुक्त समाज छ, हामीसँग यति धेरै संस्कृतिहरू, यति धेरै भाषाहरू छन्, यति धेरै हामी सांस्कृतिक हिसाबले सम्पन्न छौँ, भाषाको हिसाबले सम्पन्न छौँ र त्यहाँ सिङ्गापुरमा चाहिँ त्यो विविधतालाई यति राम्रो तवरले संरक्षण गरेर राखिएको रहेछ। सायद कतिपय यहाँहरू पुग्नु भएको छ भने त्यहाँ एउटा अपार्टमेन्टमा मात्रै पनि एउटा कुनै निश्चित समुदायको मात्रै मान्छेको चाहिँ बसोबास नहुने रहेछ कि त्यहाँ यति व्यवस्थित ढङ्गले सबै त्यो विविधतालाई समेट्ने गरी त्यो सबै समुदायको मानिसहरूलाई त्यहाँनिर चाहिँ राखिने रहेछ एउटा अपार्टमेन्टमा। त्यो सेन्सिटिभिटी ली कुआन यूले अपनाएका रहेछन् त्यहाँको विविधतालाई संरक्षण गर्नको लागि र विद्यार्थीहरूलाई स्कुल लेभलदेखि नै एकदम त्यो बाल मनस्थितिमै त्यो एउटा बिजारोपण गरिदिने कि यो चाहिँ हाम्रो विविधतायुक्त देश हो, यहाँ एकले अर्काको सम्मान गर्नुपर्छ भन्ने खालको जुन कुरो हाम्रो नेपालमा एकदमै छैन। त्यो आवश्यकता चाहिँ परिपूर्ति भएको छैन कि हाम्रो नेपालमा त हामीले हाम्रो पहिचान, हाम्रो भाषा संरक्षण गर्नुपर्छ भनेर हामीले आन्दोलन गरिराख्नु परेको छ। जुन चाहिँ राज्यले आफै यो त हाम्रो देशको सम्पत्ति हो, यो त हाम्रो राज्यले संरक्षण गर्नुपर्ने हो, एउटा भाषा हरायो भने यो सारा संसार पृथ्वीबाट एउटा सम्पत्ति हराउँछ भन्ने खालको मानसिकता राज्य चलाउने मानिसहरूको दिमागमा कहिले पनि पुग्यो जस्तो हामीलाई अनुभूति भएको छैन। नभए हामी यसरी चिच्याइरहनु पर्ने, कराइरहनु पर्ने जरुरी हुन्थ्यो जस्तो
मलाई चाहिँ डेफिनेटली लाग्दैन। अब अहिले प्राध्यापक डाक्टर महेन्द्र लावतीज्यू हङकङ आउनु भएको छ। उहाँलाई त मैले 2-3 चोटि अन्तर्वार्ता पनि गरिसकेको छु। उहाँको पहिचान सम्बन्धीको बुझाइ, उहाँले देश विदेशमा पहिचानको सन्दर्भमा देख्नु भएका कुराहरू, उहाँले पढ्नु भएका कुरा, भोग्नु भएका कुरा, सिक्नु भएका कुराहरूलाई अहिले नेपालमा यो सारा संसारमा के कस्तो छ र अब नेपालमा कुन तवरले हामी अगाडि बढ्दाखेरि हाम्रो पहिचानको आन्दोलन सफल हुन्छ भन्ने धेरै विषय उहाँले पक्कै पनि बुझ्नु भएको छ र उहाँले नेतृत्व गरिराख्नु भएको छ। उहाँलाई बधाई, शुभकामना। हामी सबैले सहयोग गर्नुपर्छ। कुन तवरले, कुन तरिकाले हामी सहयोग गर्न सक्छौँ त्यसको लागि म आफ्नो व्यक्तिगत तर्फबाट सबै खाले सहयोग गर्न म चाहिँ तयार छु। त्यो प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु। अनि हामीले यो राज्यलाई जहिले पनि भनिरहेका हुन्छौँ पार्टिसिपेसनको कुरा, इन्क्लुसिभ हुनुपर्छ भनेर भनिरहेका हुन्छौँ। अनि हाम्रो लिम्बू समुदायमा त हामी झन् अझ के भन्छौँ भने हाम्रो चाहिँ कम्युनिटी यति चाहिँ खास गरी महिला सशक्तिकरणको सन्दर्भमा यति ओपन छ भन्छौँ। व्यवहार त कतिपय ठाउँमा देखिन्छ, तर जब यस्तो स्टेजहरू, जब यस्ता महत्त्वपूर्ण अलिकति राजनीति पनि जोडिने विषयहरू अथवा मञ्चहरूमा चाहिँ त्यो उपस्थिति, जुन हामीले महिलाको उपस्थिति या महिला सशक्तिकरणको कुराहरू, त्यो कति हामी गम्भीर भइरहेका छौँ, त्यो चाहिँ महिला हाम्रो दिदीबहिनीहरूले पनि ध्यान दिनुपर्छ होला। र हामी आफैले पनि, जस्तो किरात याक्थुङ चुम्लुङ हङकङले पनि मेरो एउटा सानो सल्लाह सुझाव र प्रतिक्रिया कि यस्तो मञ्चहरूमा कम्तीमा आज हामीले यहाँ हामी यसरी बसिरहँदा एकजना महिला प्रतिनिधि देखेको भए होइन, हामी त किनभने इन्क्लुसिभ हो, हामी त होइन, हाम्रो त एउटा संस्कार संस्कृति सबै कुरामा हामी त महिलालाई चाहिँ स्वतन्त्र ठान्छौँ, पावरफुल ठान्छौँ, हाम्रोमा त महिलाहरू एकदम पावरफुल हुनुहुन्छ भनेर भनिरहेका हुन्छौँ। तर त्यो कुरा चाहिँ यतातिर पनि हाम्रो आफैभित्र पनि के छ कहिलेकाहीँ चाहिँ हामीले त्यो पनि निहाल्नुपर्छ जस्तो लाग्छ। अर्को एउटा विषय हाम्रो पूर्व अध्यक्ष अहिलेको हाम्रो सल्लाहकार आदरणीय शेरबहादुर लक्ष्मणबाजीले उठाउनु भएको विषय, वास्तवमा त्यो निकै नै गम्भीर विषय हो र मलाई गत पनि लागेको छ यहाँले जुन तपाईँले भन्नुभएको छ कि पहिचान चाहिँ लोकालिटीसँग जोडिएको विषय हो भनेर तपाईँले भन्न खोज्नु भएको छ, जुन कुरामा मेरो चाहिँ कुनै अब्जेक्सन छैन, म पनि त्यो कुरामा सहमत छु। तर त्यति भन्दै गर्दाखेरि पनि तपाईँहरू पनि आज परदेशमा बसेर पहिचानको लागि लडिराख्नु भएको छ। यो पनि एउटा साइडको एउटा सपोर्ट सिस्टम चाहिँ हुन्छ, तपाईँहरूले पनि बोल्नै पर्छ। तर हामीले अझ तपाईँले भने जस्तो ताप्लेजुङमै गएर ताप्लेजुङको मेरिङदेनमा, मोकुमलुङमा कहाँ सकिन्छ त्यहाँ पुगेर चाहिँ हामीले यो विषयलाई अझ मजबुत ढङ्गले उठान गर्न सक्यौँ भने चाहिँ अझ गजब हुन्छ जस्तो मलाई लाग्छ। यहाँले मध्य प्रदेशको जुन इक्जाम्पल दिनुभयो त्यो कुरा पनि यहाँनिर लागू हुनेछ। हुन त अहिले महेन्द्र लावतीज्यूले भन्नुहुनेछ मेनली चाहिँ हाम्रोमा जुन क्लस्टरिङको कुरा छ, क्लस्टरिङमै हामी चाहिँ अल्पमतमा परिएको अवस्था अथवा पार्ने अवस्थाले गर्दाखेरि हामी त्यहाँ हरेक जिल्लाहरूमा, खास गरी ताप्लेजुङ, पाँचथर लगायतका जिल्लाहरूमा हाम्रो पपुलेसन पहिलो नम्बरमा हुँदाखेरि पनि त्यहाँ आम रूपमा 14वटा जिल्लालाई मिसाउँदाखेरि चाहिँ हामी चाहिँ अल्पमतमा पर्ने जुन स्थिति छ, त्यसकारण यो क्लस्टरिङको सीमाङ्कनको विषयहरूले गर्दाखेरि पनि हामी अलिकति पछि परिरहेका छौँ होला। बाँकी चाहिँ भाषाको कुरा अन्तिममा जोड्न मन लाग्यो मलाई। अघि हाम्रो श्याम इङनाम दाइले अलिकति ओपनिङ गर्दाखेरि जुन भाषा बोल्नुभयो कति मिठो सुन्यो, सबैजनाले हामीले एप्रिसिएसन गऱ्यौँ। त्यो हामीले सबैले सिकौँ सकौँ र त्यसलाई चाहिँ प्र्याक्टिसको रूपमा चाहिँ किरात याक्थुङ चुम्लुङ हङकङले अगाडि बढाओस्, अहिलेको यो टिमले अगाडि बढाओस् भन्ने शुभकामना दिन चाहन्छु। हुन त राज्यले हामीलाई कहिले पनि हाम्रो भाषा संरक्षणको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छैन, त्यसमा राज्यको भूमिका अत्यन्तै चाहिँ कमजोर नै देखिएको छ। अघि जस्तो पढ्ने कुराहरू पनि आयो। यदि पढाउने र पढ्ने कुरा यो चाहिँ भोलि कुनै ठाउँमा काम लाग्छ भन्ने हिसाबले, व्यावहारिक हिसाबले र त्यो आर्थिक विषयसँग, आर्थिक उपार्जनसँग जोडिँदै जाने हो भने मात्रै त्यो
पठन पाठन सम्बन्धीमा पनि हाम्रो नयाँ पुस्ताको रुचि बढ्छ कि जस्तो लागेको छ। तर संसारभरि किरात याक्थुङ चुम्लुङले खास गरी भाषा संरक्षणको लागि, संस्कृति संरक्षणको लागि जो भूमिका निर्वाह गरिराख्नु भएको छ त्यो अत्यन्तै सराहनीय छ। अस्ट्रेलियामा पनि सिडनीमा किरात याक्थुङ चुम्लुङ त्यहाँनिर सक्रिय हुनुहुँदो रहेछ र त्यहाँ अर्को हाम्रो नयाँ जेनेरेसनलाई महिनाको 2 चोटि चाहिँ केलाङ त्यहाँनिर प्र्याक्टिस गराउनु हुँदो रहेछ। अब त्यो कति प्रभावकारी ढङ्गले बढिरहेको छ आफ्नो ठाउँमा होला, तर प्रयत्न गर्नु नै सबैभन्दा ठुलो कुरा हो जस्तो लाग्छ। यति भन्दै र यो हाम्रो किरात याक्थुङ चुम्लुङ हङकङको वार्षिक साधारण